हजुर फेसिङ चाहिँ मरिरहन्छ हजुर फेसिङ चाहिँ मरिरहन्छ अरे अरूमा खाना दाल झन् खाना तरकारी बासी खाना मासु खाना कस्तो कस्तो खान्छु खाना त ठुली हुँदैन तर मलाई कस्तो कस्तो लाग्छ भाइ मलाई त खान्छ के म त बासी मासु अब यसले कहाँ फाल्नु खाना त पर्यो फेरि बासी मासु खानु हुँदैन अब रोटी बेल्न लगाइरहेछौँ आउनुको लागि मलाई भोकले मन ढाउन आएछ यहाँ अब एकछिनमा लाग्छ अब यो रोटी बेल्ने अनि मोमोको सेप बनाउने त्यसपछि भइहाल्यो सब कुरा रेडी छ मुखमा खुसाउने किन पनि सिजन गएर राख्ने रेडी भइसक्यो सिजन गएर राख्ने कसिने कसिने आएको भयो फेरि घस्टिक आउँछ ला गयो अब मकैबारीतिर गयो त्यहाँ खोज्दैछ त्यसले अनारको बुटो रहेछ होइन हाम्रो घरबाट युको घर गयो युको घरबाट उताको छतमा गयो अनि उताको छतबाट झऱ्यो हाम्रो घरमा त ओ माई गॉड कहाँ हरा मकैबारी कराम गऱ्यो अरे सोच फेरि सेम त मङ्की चाहिँ गर्छ त के हो तर्सिरह न काजम काजम भयो नगर न सु त्यहाँ बसेर एकछिन हेऱ्यो चारतिर कहाँ कहाँ के छ होला उताको टोलमा उला गयो डक्टरको घर गयो बिरामी चेक गर्न कहाँबाट आयो होला यो मङ्की बिचरा उछट्टियो हेर
आनन्दले बसेको कहाँ जाऊँ भयो यसलाई ल ल ल ल अब हाम्रो छतमा आउँछ क्या ऊ ला ऊ झऱ्यो ला अब त्यहाँ के खाइदिन्छ त्यही भएर यो जाइलको खोला नराख्नु भनेको हाम्रो किचनतिर आउँछ छिर्छ फेरि बसेको यो कोणाको अझै कहाँबाट आयो बिचरा अघि त मलाई त गरेको करामला चाहिँ सुबु आउला है सुबु टोक्न गर्छ कि हेऱ्यो भने मैले यस्तरी अघि हेरेको त मलाई त कस्तरी गरेको करामला चाहिँ डराउँदैको होला नि मकैबारी भ्याइदिन्छ अहिले मकैबारीतिर गयो भने कहाँबाट आयो होला यो मङ्की बिचरा ऊ कहाँबाट बाटो बिरायो काचम भयो यसलाई त त्यो हरायो कि हात्ती हो जता हेऱ्यो नि मान्छे देखे यहाँ कोनाएर बसेको अझै सुबु मङ्की देख्यौ सुबु के गरेको सुबु मङ्कीले सोच जाऊ त्यो दुधको ग्यास बन्द गर